साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी चाहिँ काउडा जानलाई निस्केर हिँडेको गाडीमा बसिसकेको यहाँ बाटो रोके त्यही भएर हामी चाहिँ 8 जना हाइमा 2 जना नै हामी चाहिँ साथीहरु हामी चाहिँ कोठर आइपुगे अनि गाडी चाहिँ तेल हाल्न गएको छ। हामी चाहिँ हिँड्दै हिँड्दै आएको छौं। हामी 4 जना यहाँ चाहिँ यस्तो यता धान हरियो धान छ। 2 जना उता माथि पुगिसके। हामी चाहिँ यहाँ 4 जना छौं। हामी हिँड्दै हिँड्दै अब कहाँसम्म पुग्छ अब यो गाइस यहाँको भ्यू हेर्न सक्नुहुन्छ। यस्तो देखेछ बाटोमा हिँड्दै साथीहरु फाइनली हामी चाहिँ यहाँ हिँड्दै छौं। अब काउली डाँडा जानलाई निस्केर हिँडेको घरदेखि अब यहाँ कोठर आइपुगे अनि गाडी चाहिँ उता गएको छ तेल हाल्न भनेर हामी चाहिँ हिँड्दै हिँड्दै यहाँ 4 जना छौं। हामी चाहिँ हिँडिरहेको छु। यस्तो ह यहाँ कोठरको भ्यू चाहिँ देख्न सक्नुहुनेछ। हामी आफ्नै टारमा हिँडिरहेको छु। म चाहिँ भिडियो बनाउँदै 2 जना उता माथि पुगिसक्यो। सो यति नै हो। हामी चाहिँ ल गाइस हामी चाहिँ यहाँ 0.6 भन्छ अरे स्कुल टाढीतिर है स्कुल टाढी कटिसक्यो। हिँड्दै हिँड्दै गाडी उता आउँदैछ। हामी चाहिँ यहाँ 6 जना यता पनि छ कि क्यामेराम्यान चाहिँ हामी 6 जना छौं। अब गाडी आउने बेला भयो। अब गाडीमा जाने सरर लाएर काउली डाँडा हिँड्दै छौं। बाटो हेर्नु गाइस हेर्नु गाइस हेर्नु गाडी जाने हो। यता बस गाडी आयो गाडी अब गाडीमा जानु पर्छ। यहाँ जानु गाडी आइसक्यो। दोनों तक बैरी तब से दामा देखा ले जान गाइस हामी चाहिँ यहाँ मिटियाल बजार आइपुगे। अब खाडर जान के रे काउडी डाँडा जानको लागि यो चाहिँ मिटियाल बजार। ल पुरा यस्तो बाहिर देखाएको गाइस हामी चाहिँ यहाँ काउडी डाँडा आइपुग्यो। काउडी डाँडा
तो जाने क्या तो पानी आने वो अलग चीज़ है जैसे वो से लेना वो आता है अच्छा तो गाने चीज़ ना करना चला सही ना बाय आए रहते तीन जना आ जाओ वो काली न काली से आया था वो मानी है क्या स्लोगन चले के भन्ने आइको भन्ने क्या वो टन्नै गाइरहेछ मान्छेले यार तिनीलाई चाहिँ घन्टा त लाग्छ यो आइपुग्छ अब डल्लुहरूले के त्यस बेकारमा झरेको कि तिनीहरू काम नपाएर उडाबाट चढ्नु सक्छ क्या उता डाँडै डाँडै आयो भन्छ मिस लाम काट्यो फाइनली गाइस हामी चाहिँ यहाँ काउलीडाँडा आइपुग्यो यहाँ अरूहरू पनि थुप्रैजना आएको रहेछ कि यहाँ बस रिजर्भ हुन्छ हामी चाहिँ यहाँ आइपुग्यो बल्ल बल्ल कति बजी आइपुग्यो कति बजी 12:30 बजे हामी चाहिँ काउलीडाँडा आइपुग्यो गाइस काउलीडाँडा आइपुग्यो यस्तो रहेछ है यता बाबु म तिम्रो फोटो खिच्दिन्छु मेरो कामको पहिला सुरु नै रहेछ गाई जानु फिन बिस्साले आमा ल हेर्नु गाइस यहाँ अमृतसर लानु गयो त्यो जाने हो ल जाम पिङ सांग्रा जीरा बोतल जरा बिटान रमाइलो भइरह हाई गरिदियो न म आज चाहिँ काउलीडाँडा आएको भने न यता यता राम्रोसँग हेरेर हाई हाई काउलीडाँडा पिङ खेल्ने ठाउँ काउलीडाँडा यहाँ चाहिँ यस्तो साथीहरू पिङ खेलिरहेको यता विधान ल खेल राम्रोसँग है
गाइस हामी चाहिँ काउडाँडा ठ्याक्कै यहाँ लेखेको छ काउडाँडा भनेर यहाँ अगाडि गएर देखाउँछु म यसरी डबल भित्र राखेको छ हाम्रो ग्याङहरू मान्छेहरू चाहिँ लास्टै अगाडि सोध्दा हिँड्छु अनि देखाउँछु भोटेको मम्मी हाई गरिदियो न यहाँ चाहिँ यस्तरी कति राम्रो हिमाल पनि देखेको छ क्या सो हिमाल यस्तरी गए बस्नु खै म गाइस हामी चाहिँ काउली डाँडा घुमेर चाहिँ भ्यायो यस्तो अमृतसर नै अमृतसर छ काउली डाँडा चाहिँ हजुरहरू पनि घुम्न आउनु होला एकदम राम्रो रमाइलो ठाउँ रहेछ अनि एकदम मान्छे पनि घुम्नको लागि आउने रहेछ टाढाबाट पनि बस अनि हाइस रिजर्भ गरेर आउने रहेछ हजुरहरू पनि आउनु होला यस्तो छ यति रमाइलो छ कि यति राम्रो छ कि अमृतसर हामी चाहिँ अब सबै घुमेर भ्याए टिकटक सिकटक पनि बनाए अब चाहिँ घर जान लाग्यो अब घर जाने हो फर्किने हो हाम्रो ग्याङ चाहिँ यहाँ हामी चाहिँ थोरैजना मात्रै आएको थिएँ अब धेरैजना निस्किएन जान्छु भन्नेहरू पनि आएन हामी चाहिँ अब 6-7 जना आएको अब जानलाई बाँकी अब जाने हो अब घर फर्किने हो सो काउली डाँडा यस्तो छ साथीहरू यता पिङ खेल्ने भए पिङ पनि छ बस्ने ठाउँहरू छ ल बस तिमी पनि आउँछ भने बस कि मैले हलाउँछु कि बस्दिन राम्रोसँग समाउने है ल गाइस हामी चाहिँ अब जान लाग्यो गाडी घुमाउँदैछ हामी पनि हाई गरिदियो बहिनी सब्सक्राइब गरिदियो तृप्ति मगर तृप्ति मगर कि TRI हामी चाहिँ अब जान लाग्यो गाइस अब अहिले हान न भएन फर्किन लाग्यो
नगर जामा तिम्रो फोटो नि पठाउदिन म अब चाहिँ घर जान्लाको फर्किन्छु अब काउली डाँडा आएर चाहिँ घुमेर भ्यायो भाइरल हुनुभयो क्या त्यो मान्छे ल ल